हाई एभ्रिवान, नमस्ते सम्पूर्णमा। हाम्रो यहाँ चाहिँ भैँसी चराउँदैछ हैन, भैँसीले कति कहाँ तर्सिँदो रहेछ यो त डरायो। म नयाँ देखेर नि त बिचरा अर्कै हो के हो। यो रुख चाहिँ भाँचिएको रहेछ भाइ, के को भाँच्यो होला, दामी हावाले होला है। यसरी भाँच्यो रहेछ नि त, देख्दै नदेखेको भाँचेको त। म चाहिँ कुखुरा चराउन आएको भन्ने नि, बाख्रा भैँसी चाहिँ यहाँ रहेछ। ढाँचा छ कि हाम्रो कुखुराहरू चाहिँ त्यहाँ चरिरहेको छ, हिँड्न सक्नुहुन्छ। खेतभरि छ कुखुराहरू। नेउरी मुसा लैजान्छ क्या, नेउरी मुसा स्याल कति हो। भैँसी उता नि छ चरिरहेको छ, उतातिर भैँसी चरिरहेको छ। ए दुईटा कुकुरहरू आएको रहेछ कि त्यहाँ, त्यही भएर छ। ए ऊ दुईटा हाम्रो कुखुराहरू चाहिँ चरिरहेको छ। वहाँबाट हेरेको न, दुईटा कुकुर आउनु मन लाग्छ नि त तिनीहरूलाई, यतातिर आउनु मन लाग्छ नि त, त्यही भएर हेर्दै बसिरहेको रहेछ। कुखुराको चल्लाहरू यहाँ चरिरहेको रहेछ। भागे डराए तिनीहरू। मेरो भिडियो देखेपछि सबैजनाले सब्सक्राइब पनि गरिदिनु होला। हाम्रो कुकुर दौडिँदै गयो फेरि, त्यही कल्लो कहाँ गएको होला। यो सब्सक्राइब गरिदिनु होला अनि भिडियोलाई लाइक पनि गरिदिनु होला। मैले बोडीहरू रोपेको छु हैन, भर्खर खाने बेला भएछ बोडी। अनि मकै पनि रोपेको है, मकै खासै भएन, खासै उम्रिएन पनि हैन। मेरो भाइले चाहिँ केरा रोपिदिएको थियो, केरा चाहिँ राम्रै भएको छ, हेर्न सक्नुहुन्छ। सानो भएको छ क्या केरा चाहिँ हैन, भर्खरै उम्रेको, पानी नै पानी जमेको छ। यो केराको रुख हो हैन, भाइले लगाइदिएको यो चाहिँ मेरो भाइले। अनि यहाँ पनि छ केरा। झारले चाहिँ यस्तो भएको रहेछ है, सबै झारले खाइदिए रहेछ नि त केरालाई त। कस्तो राम्रो भयो है केरा सरेको नि त। मकै पनि ठिक पातलो छ क्या मकै। फेरि बडी पनि भर्खर फुल खेल्न लाग्छ, राम्रै छ। के जोडिँदै गर्नु होला हैन। मेरो टिकटकमा पनि जोडिनु होला साथै, छुचिकान्छी 13 भनेर सर्च गर्नु होला, हजुरहरूले जोड्न सक्नुहुन्छ। टिकटक आइडीको मेरो नाम हो हैन, टिकटक आइडीको नाम छुचिकान्छी 13 छ, त्यसमा जोडिन सक्नुहुन्छ। हजुरहरूले फलोवर्स बढाउने, कहाँ गएर बढाउने होला हैन, फलोवर्स बढाउन पाए हुन्थ्यो भन्ने खालको जुन हुन्छ नि, भिडियोमा भ्युज आएन, लाइक कमेन्ट आएन भने पनि हजुरहरू जोडिन सक्नुहुन्छ मेरो टिकटक आइडीमा हैन। सबैलाई वेलकम छ भन्छु। ओके बाई।